नमस्ते, वेलकम टु इङ्ग्लिस कनेक्ट। इङ्ग्लिस कनेक्टको आजको नयाँ क्लासमा तपाईँलाई स्वागत छ। आजको क्लासमा हामी सिक्नेछौँ बच्चाहरूसँग घरमा अङ्ग्रेजीमा कसरी कुराकानी गर्ने भन्ने कुराहरू आजको क्लासमा सिक्नेछौँ, जुन पार्ट 7 रहेको छ, जहाँ हामी सिक्नेछौँ सुत्ने लुगा लगाऊ, अब कसरी भन्ने इङ्ग्लिसमा, सुत्नु अघि दाँत माझ, पहिले शौचालय जाऊ, आँखा बन्द गर, राम्रोसँग सुत, मिठा सपना देख जस्ता यी वाक्यहरू अङ्ग्रेजीमा बच्चाहरूलाई कसरी भन्ने त भन्ने कुराहरू आजको क्लासमा हामी सिक्नेछौँ। सो भिडियो एकदमै महत्त्वपूर्ण छ। सो आजको क्लासलाई ढिलै नगरिकन सुरुवात गरौँ। लेट्स गेट स्टार्टेड। राम्रोसँग सुत बाबु भनेर बच्चालाई भन्नु पर्यो। राम्रोसँग सुत है, हामी बच्चाहरूलाई भन्छौँ नि बेलुकातिर, ल राम्रोसँग सुत भनेर भन्छौँ नि। हो, अब कसरी भन्ने त भन्दाखेरि स्लिप वेल माई चाइल्ड भनेर भन्न सकिन्छ है। स्लिप वेल माई सन, स्लिप वेल माई डटर भनेर हामीले भन्न सक्छौँ। स्लिप वेल। मिठा सपना देख भनेर भन्नु पर्यो। सुतिरहेको बेलामा मिठा सपनाहरू देख है भनेर आफ्नो बच्चालाई भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि स्विट ड्रिम्स माई चाइल्ड, स्विट ड्रिम्स माई डटर, स्विट ड्रिम्स माई सन भनेर भन्न सकिन्छ। स्विट ड्रिम्स। नडराउ भनेर भन्नु पर्यो आफ्नो बच्चालाई, घरमा बच्चालाई नडराउ है म छु नि भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि डोन्ट बी अफ्रेड, डोन्ट बी अफ्रेड, नडराउ। अफ्रेड भनेको के हो त? डराउनु। डोन्ट बी अफ्रेड। म यहीँ छु भनेर भन्नु पर्यो बच्चालाई, म यहीँ छु है, ल बस म यहीँ छु भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि आई विल स्टे हियर, आई विल स्टे हियर, म यहीँ छु भनेर भन्न सकिन्छ है त। आई विल स्टे हियर माई चाइल्ड भनेर भन्न सकिन्छ। शुभरात्रि भनेर भन्नु पर्यो बाबुलाई, बच्चाहरूलाई बेलुका सुत्ने बेलामा ल गुड नाइट भनेर उसलाई शुभरात्रि भनेर भन्नु पर्यो भने अब के भन्ने त भन्दाखेरि गुड नाइट माई चाइल्ड भनेर भन्न सकिन्छ है त। गुड नाइट भनेर भन्न सकिन्छ। गुड नाइट। म तिमीलाई कथा सुनाऊ भनेर भन्नु पर्यो। सुतिरहेको बेलामा ऊ सुतिरहेको छैन, निदाउन सकिरहेको छैन, र उसलाई चाहिँ कथा सुनाउनु पर्यो राति सुत्ने बेलामा। अब कसरी भन्ने त भन्दाखेरि स्याल आई टेल यु अ स्टोरी, स्याल आई टेल यु अ स्टोरी भनेर हामीले भन्न सक्छौँ कि म तिमीलाई कथा सुनाऊ भनेर बच्चालाई भन्न सकिन्छ। कम्बल ओढ भनेर भन्नु पर्यो। जाडो हुन्छ, कम्बल ओढ है भनेर भन्नु पर्यो भने अब इङ्ग्लिसमा कसरी भन्ने त आफ्नो बच्चालाई त भन्दाखेरि कभर योर सेल्फ विथ द ब्ल्याङ्केट माई चाइल्ड भनेर भन्न सकिन्छ। कभर योर सेल्फ विथ द ब्ल्याङ्केट माई बेबी भनेर भन्न सकिन्छ है त। बत्ती निभाऊ भनेर भन्नु पर्यो बच्चालाई, बत्ती निभाऊ है भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त इङ्ग्लिसमा त भन्दाखेरि टर्न अफ द लाइट माई बेबी भनेर भन्न सकिन्छ है त। टर्न अफ द लाइट माई चाइल्ड, टर्न अफ द लाइट माई डटर, सन, यसरी हामीले भन्न सक्छौँ। प्रार्थना गर, भगवान्लाई प्रार्थना गर भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि से योर प्रेयर्स, से योर प्रेयर्स भनेर भन्न सकिन्छ है त। प्रेयर भनेको के हो त? प्रार्थना गर्नु। अब कुरा नगरी सुत भनेर भन्नु पर्यो बच्चाले, ल अब कुराकानी नगरिकन सुत है भनेर भन्नु पर्यो, बच्चालाई सुताउनु पर्यो। त्यो बेलामा इङ्ग्लिसमा के भन्ने त भन्दाखेरि स्टप टकिङ एन्ड स्लिप, स्टप टकिङ एन्ड स्लिप भनेर भन्न सकिन्छ है त। कोल्टे परेर सुत मेरो छोरा भनेर भन्नु पर्यो, कोल्टे परेर सुत मेरो छोरी भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि स्लिप ओन योर साइड माई सन, स्लिप ओन योर साइड माई डटर भनेर भन्न सकिन्छ है त। स्लिप ओन योर साइड। भोलि नयाँ दिन हो भनेर भन्नु पर्यो, भोलि नयाँ दिन हो भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त बच्चालाई त भन्दाखेरि टुमोरो इज अ न्यू डे माई चाइल्ड भनेर भन्न सकिन्छ है त। टुमोरो इज अ न्यू डे, टुमोरो भनेको भोलि। बिहान फेरि भेटौँला भनेर भन्नु पर्यो। अब गुड नाइट भनिसकेपछि, सुतिसकेपछि ल भोलि बिहान भेटौँला है भनेर भन्नु पर्यो भने अब के भन्ने त भन्दाखेरि सी यु इन द मर्निङ भनेर भन्न सकिन्छ। सी यु इन द मर्निङ माई चाइल्ड भनेर भन्न सकिन्छ है त। आफ्नो शरीरलाई आराम देऊ भनेर भन्नु पर्यो बच्चालाई, आफ्नो शरीरलाई आराम देऊ भनेर बच्चालाई भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि रेस्ट योर बडी माई चाइल्ड भनेर भन्न सकिन्छ है त। रेस्ट योर बडी माई सन, डटर, यसरी हामीले भन्न सक्छौँ। आमाले तिमीलाई माया गर्छिन् भनेर बच्चालाई भन्नु पर्यो, माया गर्ने तरिकाले भन्नु पर्यो। अब कसरी भन्ने त भन्दाखेरि मम्मी लभ्स यु माई चाइल्ड, मम्मी
लभ्स यु आमाले तिमीलाई माया गर्नुहुन्छ। बाबाले तिमीलाई माया गर्नुहुन्छ भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि ड्याडी लभ्स यु माई डटर, ड्याडी लभ्स यु माई सन, माई चाइल्ड, यसरी भन्न सकिन्छ है त। आज तिमीले राम्रो गर्यौ भनेर बच्चालाई हौसला दिनु पर्यो, उसलाई चाहिँ होइन हौसला दिनु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि यु डिड ग्रेट टुडे, यु डिड ग्रेट टुडे, आज तिमीले राम्रो गर्यौ भनेर यसरी हौसला दिन सकिन्छ। राम्रो बच्चा भएकोमा धन्यवाद भनेर आफ्नो बच्चालाई भन्नु पर्यो, तिमी एकदमै राम्रो छौ, राम्रो बच्चा भएको छौ, राम्रो छौ तिमी, तिमीलाई धन्यवाद भनेर बच्चालाई धन्यवाद दिनु पर्यो भने अब इङ्ग्लिसमा कसरी भन्ने त भन्दाखेरि थ्याङ्क यू फर बिङ अ गुड चाइल्ड, थ्याङ्क यू फर बिङ अ गुड चाइल्ड भनेर हामीले बच्चालाई भन्न सक्छौँ है त। कुनै कुरा चिन्ता नगर भनेर बच्चालाई भन्नु पर्यो, तिमी कुनै पनि चिन्ता नगर है मेरो छोरा, मेरो छोरी भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि डोन्ट वरी अबाउट एनिथिङ माई चाइल्ड, डोन्ट वरी अबाउट एनिथिङ माई चाइल्ड भनेर भन्न सकिन्छ है। म तिमीप्रति गर्व गर्छु भनेर भन्नु पर्यो, म तिमीप्रति गर्व गर्छु भनेर आफ्नो बच्चालाई भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि आई एम प्राउड अफ यु माई चाइल्ड, आई एम प्राउड अफ यु माई बेबी भनेर भन्न सकिन्छ है। शान्तिपूर्वक सुत, शान्तले सुत मेरो छोरा, मेरो छोरी भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि स्लिप पिसफुल्ली, स्लिप पिसफुल्ली माई चाइल्ड भनेर भन्न सकिन्छ है। भोलि भेटौँला भनेर बच्चालाई भन्नु पर्यो, भोलि भेटौँला भनेर बच्चालाई भन्नु पर्यो भने अब इङ्ग्लिसमा कसरी भन्ने त भन्दाखेरि सी यु टुमोरो, सी यु टुमोरो माई चाइल्ड भनेर भन्न सकिन्छ है त। टुमोरो भनेको भोलि, सी यु टुमोरो। राम्रो निद्रा लागोस् भनेर बच्चालाई भन्नु पर्यो, तिम्रो चाहिँ राम्रो निद्रा लागोस् भनेर बच्चालाई भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि ह्याभ अ गुड स्लिप, ह्याभ अ गुड स्लिप, राम्रो निद्रा लागोस्, ह्याभ अ गुड स्लिप। ठुलो सपना देख है छोरा, ठुलो सपना देख है छोरी भनेर भन्नु पर्यो भने अब कसरी भन्ने त भन्दाखेरि ड्रिम बिग, ड्रिम बिग भनेर भन्न सकिन्छ। ड्रिम बिग भनेको के हो त ठुलो सपना देख भनेर भनेको है त, ड्रिम बिग। शुभरात्रि मेरो प्यारो बच्चा भनेर भन्नु पर्यो, शुभरात्रि मेरो प्यारो बच्चा भनेर बच्चालाई शुभरात्रि भनेर भन्नु पर्यो सुत्ने बेलामा। अब कसरी भन्ने त भन्दाखेरि गुड नाइट माई डियर चाइल्ड, गुड नाइट माई डियर चाइल्ड भनेर हामीले भन्न सक्छौँ, गुड नाइट माई डियर चाइल्ड। सो गाइज आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक अनि सेयर गर्नुहोला, कुनै सुझाव सल्लाह अनि प्रतिक्रियाहरू छन् भने कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईँको कमेन्टको सुझाव अनुसार तपाईँका लागि नयाँ अनि फरक खालका क्लासहरू लिएर आउनेछु। सो आजलाई यति नै, अब हामी अर्को क्लासमा भेट्नेछौँ। सी यु नेक्स्ट क्लास। थ्याङ्क यू फर वाचिङ इङ्ग्लिस कनेक्ट।